दर्शकवृन्द नमस्कार। शिव मन्दिर बङ्कोटको संक्षिप्त इतिहास। हाम्रा हिन्दू सनातनी समुदायका अग्रजहरूले एउटा धार्मिक आस्थाको केन्द्र बनाउने निर्णय गर्दै सन् 1941मा आइजल बङ्कोटको हृदयस्थलमा शिव मन्दिरको स्थापना भयो। यो केवल एउटा पूजास्थल मात्र नभएर हाम्रो संस्कार, संस्कृति र सामुदायिक एकताको प्रतीक पनि भएको छ। आइजल जिल्ला अन्तर्गत बङ्कोटमा आज लगभग 1000 हिन्दू सनातनी समुदाय बसोबास गर्दछन्। बङ्कोटमा स्थित यस मन्दिरले हाम्रो धार्मिक परम्परालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। शिव मन्दिरको निर्माणमा स्थानीय समुदायको ठूलो योगदान रहेको छ। यहाँका गाउँवासीहरूले आफ्नो श्रम, समय र आर्थिक स्रोतहरू मन्दिर निर्माणमा लगानी गरेका थिए। यस मन्दिरको निर्माणमा स्वर्गीय महावीर शाही, दशरथ शाही, एमबी थापा, डीके प्रधान, नरबहादुर थापा लगायतका अग्रजहरूको प्रमुख भूमिका रहेको थियो। यिनीहरूले मन्दिर निर्माणको योजना बनाई गाउँवासीहरूलाई एकत्रित गरेर सम्पूर्ण कार्य सम्पन्न गरेका थिए। गाउँको सबै व्यक्तिहरूले मन्दिर निर्माणमा आफ्नो तर्फबाट यथाशक्ति सहयोग पुर्याएका थिए, जसले मन्दिरलाई अहिलेको रूपमा स्थापित गर्न सफल भएको छ। यो मन्दिर 2 तले संरचना हो, जहाँ तल्लो तलामा एउटा ठूलो सभा हल छ र माथिल्लो तलामा शिव भगवानको मन्दिर रहेको छ। यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमी, महाशिवरात्रि, रामनवमी, तीज, विश्वकर्म पूजा, दुर्गा पूजा र अन्य हिन्दू पर्वहरू धुमधामका साथ मनाइन्छ। यस मन्दिरमा आउने भक्तजनहरूको धार्मिक आस्था मात्र नभएर सामाजिक मेलमिलाप र एकताको भावना पनि देख्न सकिन्छ। मन्दिरको नियमित सञ्चालन तथा व्यवस्थापनका लागि शिव मन्दिर सञ्चालन समिति गठन गरिएको छ। समितिमा 8 जना पदाधिकारी, 4 जना सल्लाहकार तथा 27 जना कार्यकारिणी सदस्यहरू सक्रिय रूपमा संलग्न छन्। समितिले मन्दिरको रखरखाव, सरसफाइ तथा विविध धार्मिक र सामाजिक कार्यक्रमहरूको सुव्यवस्थित व्यवस्थापन गर्दै आएको छ। नित्य पूजा पाठ तथा धार्मिक अनुष्ठान सञ्चालनका लागि समितिले पुजारी पण्डितजी श्री लक्ष्मण दाहालज्यूलाई नियुक्त गरेको छ। उहाँको नियमित सेवाले मन्दिरको आध्यात्मिक वातावरणलाई अझ पवित्र र जीवन्त बनाएको छ। व्यवस्थापन समितिको सक्रिय भूमिका मन्दिरलाई स्वच्छ र पवित्र राख्नमा छ, जसले गर्दा मन्दिरप्रति हाम्रो आस्था र सम्मान अझै बलियो बन्दै गएको छ। कार्यकाल 2025 देखि 2027 सम्मका पदाधिकारीहरू यस प्रकार रहेको छ: श्री टिकाराम शर्मा, श्री राजकुमार शाही, श्री शमशेर राणा, श्री आनन्द शाही, श्री सचिन प्रधान, श्री इन्द्र बहादुर, श्री रोशन राई, सुश्री पूजा राई। हाम्रो शिव मन्दिरले समाजमा धार्मिक कायम राख्नमा मात्र नभई सांस्कृतिक रूपमा पनि समाजलाई एकताबद्ध गर्ने कार्य गर्दै आएको छ। यस मन्दिरले हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्दै आइरहेको छ र आगामी पुस्तालाई हाम्रो धार्मिक र सांस्कृतिक सम्पदाको महत्त्वको बारेमा सचेत बनाइरहेको छ। धन्यवाद।